आम्मामा बाटो यार जमानै हिँडेको मैले यो बाटो। यहाँ घाँस दाउरा है तल माथि हिउँदो बर्खा हिँडेको बाटो। अहिले कोही हिँड्दैन, बाटो देख्नै मुस्किल, सानो बाटो छ त्यही पनि। आज यो बाटो हिँड्नुपर्ने बाध्यता परेको मलाई। ओइ बाटो खतरा। ओइ यो बाटो कुनै बेला अब हैन भारी घाँस बोकेर दारो बोकेर हिँड्थ्यो। अहिले रित्तो हिँड्न पनि एकदम गाह्रो छ हैन। बाटो यो एकदम खतरा बाटो, भिरको है। हेट ने ओइ डेन्जर छ बाटो। पुरै घाँसै घाँस, सुकेको घाँस हैन। यो माथि पर्यो भने लास्ट चिप्लो हुन्छ फेरि खुट्टा। यहाँबाट मान्छे लड्यो भने बाँचिन्छ कि भन्ने चाहिँ अलि आशै गर्न सक्दैन होला है कसैले पनि। ओइट अब कता जाने होला? तलैबाट जाउँ होला। अब मान्छे नहिँडेपछि पहिला बाटो नै थियो यो, तर अब यो बाटो जस्तो देखिँदैन। पुरै एकै नासको भिर मात्रै देखिन्छ। के गर्नु? ओइट खास यो बाटो एकदम डेन्जर हो है। पहिले हिँडेको याद छ र पो अलि हिँड्नलाई डर लाग्दैन, नत्र भने हिँड्न जो पाए त्यसलाई अलि मुस्किलै छ। पाहाडको यात्रा गर्नेहरूलाई त ठिकै छ, बानी नहुनेले सक्दैन। लो बाटो पनि छेकेको हो क्या हो? ए छेकेको छैन, अर्कै बाटो निस्किसकेछ। डेन्जर छ बाटो। हेट ओइट ओइट अब तल निस्किन्छ कि भनेको, निस्किँदैन यार। बहुत टाढो आइसक्यो क्या बाटो यो। ओइ ओ माई गॉड, त्यहाँ पुग्नुपर्ने बाटो कति अझै। बाटो खतरा, डेन्जर बाटो। त्यो झारमा अल्झेल लड्यो भने भोटिहाल्छ पो यहाँ त। हैट बाटो छैन यार, खोइ त बाटो। खोला पुग्नु छ यार। वेट यता रहेछ।
है खोला आइपुग्यो माइ लर्ड। यो ठाउँमा चाहिँ हामी पहिला पहिला एकदमै धेरै पौडी खेल्थ्यो कि है। पौडी खेल्ने बेलामा दिनकै यता आइन्थ्यो। अब यो ठाउँ नआएको नि वर्षौँ बितिसक्यो कि त्यही भएर ठाउँ चिन्न पनि मुस्किलै छ। हैट बर्खाको बाढीले बगाएर होइन बाटो नचिने गरे। अब हामी यहाँ पौडी खेल्ने माछा मार्ने होइन। हो यहाँ आइपुग्यो। माथिबाट आएकोमा माइ गड यहाँ हुँदै यहाँ अब माथि डाँडामा हो खतरा बाटो है। कति चिसो पानी हो माटो पुग्ने। चिसो एकदम चिसो। बाटो चाहिँ ला यार यहाँ त झर्ना पो रहेछ त कसरी जानु यार यो झर्नाबाट। ओहो बाटो त यो त झर्ना छ कसरी जानु यार। अब छेउबाट जाने कोसिस त गर्नु पर्यो नि होइन। पानीमै चोपल्न अब जुत्ता पानीमा चोपल्नु परिहाल्छ। मलाई मन छैन। कसरी जाने हो यार। कतापट्टि जाने हो यार। ल सोलोको काँडै काँडा रहेछ। यो पहाड उक्लिनु पर्ने भयो। अब यहाँ यत्रो खोला छ जुत्ता चोपल्ने रहर छैन है। के गर्नु है। कतासम्म नि हो यहाँ माथिसम्म चेप पर्ला पर्छ माथिसम्म। आइपुग्यो अझै आधा बाटो अझै बाँकी छ। जोरघट्टा चलिरहेको रहेछ एउटा घट्टा पनि देखाउँछ है गाइस। कुरै कुरो लाग्यो यार। कहाँ चल्नु घट्टा चलेको रहन्छ। घट्टा त दुईवटा छैन यार चलेकै छैन। चल भाइ आफ्नो बाटो घट्टा चले नि नचले नि बाटो चल। हैट आजको भिडियो यो होइन। बाटो अलिक गाह्रो ठाउँको म बाल्यकालमा हिँडेको बाटोको तपाईँहरूले मैले देखाएँ है आजको यो छोटो भिडियो। अर्को भिडियो म फेरि लिएर आउनेछु है तपाईँहरूलाई। डेन्जर बाटो